नमस्ते आज चाहिँ म ओलिज स्टोरमा छु र अहिले भर्खरै चाहिँ मैले चाहिँ DJI को RS5 लिएको छु। यसको चाहिँ सानो एउटा अनबक्स भिडियो चाहिँ तपाईहरुलाई चाहिँ म देखाउन गइरहेको छु। सिस्टर सो यहाँ मेरो हातमा आइसकेको छु। यो DJI को गिम्बल यहाँ छ ओलिज को झोलामा। अब हामी चाहिँ यसलाई यसरी निकाल्दै छौं। ट्याक्क लगाएर देख्न सक्नुहुन्छ है। यसलाई अब कसरी गर्ने हो बहिनी खोल्ने यताबाट हजुर। सो अब हामी चाहिँ यसलाई चाहिँ के हो यार यो के हो यो यहाँ राखौँ होइन यो डब्बामा अहिले। त्यसपछि यो खासै केही पनि छैन गाइस। के हो यार ओ साउन्ड झऱ्यो त हो। ओके अब हामी चाहिँ सानो यो पकेटबाट चाहिँ हेर्दैछौँ होइन। सबै ऱ्यापिङ गरेर आउँदो रहेछ एकदम दामी है यो यस्तो यो। ओके यो चाहिँ क्यामराको चाहिँ सबसे तलपट्टि बस्ने स्ट्यान्ड भनौँ न होइन। दामी रहेछ र अर्को चाहिँ यो चाहिँ ब्याट्री। यो तिमीलाई थाहा छ बहिनी यस्तो पडक पडक पड्काउनु मजा आउँछ नि थाहा छ। बच्चा बच्चाहरूले खुब पड्काउँछ कि यस्तो। ब्याट्री है यसको क्वालिटी नै एकदमै यस्तो दामी के। त्यही भएर यो DJI को प्रोडक्टहरू चाहिँ यस्तो बवाल लाग्छ कि मलाई चाहिँ। अर्को चाहिँ लास्टमा चाहिँ मेन वाउ हो। तर यस्तो दामी फिनिसिङ त मैले सोचेकै थिएन कि। किनकि योभन्दा अगाडि मसँग DJI को थियो यार, मसँग एम पनि चलाएँ मैले होइन। अनि अर्को एस पनि चलाएँ। अब अहिले चाहिँ यो म RS5 लङ टाइम पछि चाहिँ यो अहिले अपडेट त नभन अपग्रेड गरिरहेको छु। ओके यस्तो गरौँ होइन। अब यसरी मैले चाहिँ यहाँ चाहिँ लग लगाउने हुन्छ होइन। प्रायः सबै चाहिँ ट्यागको लग लाग्यो। अब यसको खोल्ने चाहिँ कता हो यस्तो हो। त्यसपछि आएर ओके अनि अर्को यो चाहिँ के रहेछ हेरौँ होइन। उसमा चाहिँ स्क्रुपहरू दिएको छ होइन। त्यसपछि टाइप सी टु टाइप सी केबल। अनि यो चाहिँ तपाईँको लेन्सलाई चाहिँ अड्काउनको लागि चाहिँ यो कभर चाहिँ के नहुन के हुन्छ होला। अनि अर्को चाहिँ यो स्टिकर दामी रहेछ यो DJI को। यो चाहिँ नफल्नु होला होइन यो स्टिकर रहेछ। अनि अर्को चाहिँ यो बेस प्लेट दिएको छ यो क्यामेरामा बस्नको लागि बेस प्लेट यही हो। तर कस्तो लाइट छ यार एकदमै पहिलाको भन्दा चाहिँ। पहिला चाहिँ बोक्नै गाह्रो हुन्थ्यो हो नि। ओके यसरी हालिदिन्छ। यहाँ क्यामेरा बसिहाल्यो दामीलाई। अब यसमा चाहिँ क्यामेरा छैन। अब अहिले क्यामेरा नराखिकन मैले यो 3 एक्सिस एडजस्टमेन्ट गर्न चाहिँ सकिँदैन। यसमा चाहिँ क्यामेरा राखिसकेपछि चाहिँ अर्को चाहिँ नेक्स्ट पार्ट चाहिँ तपाईँलाई चाहिँ म यो चाहिँ मोडल राखेर चाहिँ यो गिम्बल चाहिँ सेटअप गरेर चाहिँ यसको चाहिँ अर्को फुल रिभ्यू चाहिँ दिनेवाला छु। अहिले चाहिँ यति नै हो। सो थ्याङ्क्स फर वाचिङ। बाई बाई।